हेलो गुड मर्निङ गाइस, हजुर सबैजनालाई स्वागत छ है यो मेरो मिनी भ्लगमा। आज चाहिँ हामी कहाँ आएको छ भने चाहिँ जुन गुम्पा आइरहेको छ नि त। आज चाहिँ सखताको लास्ट हो नि त, त्यही भएर चाहिँ अलिकति सरसँग आएको है। हामी चाहिँ भर्खर यहाँ जस्ट एन्ट्री गऱ्यो। सर हिँड्दैछ अगाडि अगाडि, अलिक भिड रहेछ आज चाहिँ, च्यापी नै भिड रहेछ। जग्गा चाहिँ होइन हेभी मजाको छ, एकदम सफा गुम्पा हो नि त होइन, त्यही भएर सफा हुन्छ यहाँ चाहिँ, शान्ति पनि हुन्छ है, पिसफुल जग्गा छ नि त। सरले भन्दैछ यो यहाँनिर हल्का पेन्टिङ गर्दैछ थप्पा। फाइनली हामी चाहिँ गुम्पा आइसक्यो यहाँनिर। क्राउड भएछ यहाँ चाहिँ। हजुर भिड रहेछ नि सर। म चाहिँ भित्र पसिनँ किनकि अब मैले केही उयो पनि ल्याइनँ नि त सामानहरू है, त्यही भएर मैले पनि त सरलाई पर्खेँ नि त। सर गएको नि त, उसलाई चाहिँ पुऱ्याउनु गएको, जान्छु कि जान्छु भनेर मैले पुऱ्याउनु चाहिँ आएको। अन्त म चाहिँ पस्नु छैन है, केही छैन, नेक्स्ट टाइम पस्नुला भन्नु जस्तो अहिले रोकिदिएको रहेछ हो गाइस। यति बेला पनि सयपत्री फुल चाहिँ यहाँ फुलिरहेको रहेछ। मलाई सर्च निस्क्यो यहाँबाट है, फेरि ड्युटी ठुलो सोध्नु भएर आएको छ हामी। थ्याङ्क यू सो मच फर वाचिङ। निस्क्यो।